यहाँनिर चाहिँ गाइस बुद्धको ठुलो मूर्ति रहेछ। यहाँनिर वेद वाटिका। यहाँनिर चाहिँ यस्तो बनाएको रहेछ। मुराई, चाना, मासु, अचार अहिलेको लागि चाहिँ अब हामी लागेको त्यहाँनिर भेट्छौँ। यहाँनिर अहिले गैडा छ अरे भन्दै थियो। त्यहाँनिर पोज दिँदैछ। त्यहाँनिर रिभर साइड होटलहरू मजाको रहेछ। गई चाहिँ त्यहाँनिर सुतिरहेको रहेछ। हेर्नुहोस् न यहाँ होइन त्यो लडेको गाइस सिस्केको यत्रो लिएको हुँदा फेरि पनि। हे गाइस फेरि आएँ म भर्खर परबाट चढेर। अहिले चाहिँ हामी यहाँनिर अहिले फिलहाल चितवनको सौरा भन्ने जग्गामा आइपुगेको छु हो। यहाँनिर सौरामा चाहिँ जङ्गल सफारी हुँदो रहेछ होइन। तर जङ्गल सफारी चाहिँ हामी गर्न भ्याउँदैनौँ किनभने इट्स अलरेडी अलमोस्ट 3:30 अनि 5 बजीतिर बन्द भइहाल्छ अरे हो। त्यसले गर्दा फिलहाल चाहिँ यहाँनिर कस्तो रहेछ वरिपरि हेर्न आइरहेको छु हो। यहाँ चाहिँ होटलहरू रहेछ। यो जग्गामा चाहिँ रमाइलो जग्गा रहेछ हो। अनि यहाँनिर चाहिँ हेर्नुहोस् ल खोला पनि मजाको रहेछ हो। यहाँ चाहिँ गोहीहरू हुन्छ यो खोलामा चाहिँ। अहिले हेर्नु ब्याकमा मजाको जग्गा छ हो। वरिपरि चाहिँ यस्तो रहेछ। यहाँनिर लेखेको छ सौरा भनेर। यो चाहिँ सानो मजाको होटल रहेछ। यहाँनिर रेस्टुरेन्ट होटल। अनि यहाँनिर चाहिँ खोला मजाको खोला रहेछ। यो क्यानो पनि हुँदो रहेछ। यहाँ देख्न सक्नुहुन्छ बोट्सहरू हो। यहाँनिर अहिले गैडा छ अरे भन्दै थियो। लेट्स सी है छ कि छैन। हेर्नु न क्यानो त्यहाँनिर जाँदैछ। त्यहाँनिर यस्तो प्रकारले रमाइलो जग्गा रहेछ यहाँनिर। गाइस अलिकति लकी पनि भयो। यहाँ आउने बित्तिकै गैडा त देखेँ हो। त्यहाँ हेर्नुहोस् न अहिले पानीमा रेस्ट गरिरहेको रहेछ गैडा हो। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। लु कान हल्लाउँदैछ त्यहाँनिर। लु लकी डे गैडा पनि देखियो। कत्रो गतिलो रहेछ गैडा पनि हेर्नु न गाइस। त्यहाँनिर पोज दिँदैछ। त्यहाँनिर रमाइलो भयो धन्न गैडा चाहिँ हेर्न पाएँ। अब यहाँनिर हामीले अहिले त गैडा पनि देख्यो हो। रातिको टाइममा चाहिँ यति बेला जनावरहरू आफ्नो उयो जग्गा पस्ने टाइम भयो नि त। अब त्यहाँनिर गैडा पनि एकछिन पौडी खेलेर घाँस खाएर चल्दियो हो। अब यतापट्टि चाहिँ गोही छ अरे हो। त्यहाँ गोही पनि हेरौँ। किन जङ्गल सफारी गरिबस्छ जब जङ्गल बाहिरै देखिहाल्यो भने होइन। अब यहाँनिर चाहिँ कानोइङ पनि गर्दो रहेछ। यहाँनिर अहिले कानोइङ गर्दो रहेछ। यहाँनिर हेर्नु कति मजाको जग्गा रहेछ यो पनि। यहाँ पनि हेर्नु बस्ने जग्गा पनि हट कति मजा। यहाँतिर चाहिँ अब यिनीहरूले चाहिँ जङ्गल सफारीहरू लाने आफ्नो जग्गा रहेछ। यहाँतिर रेस्टुरेन्ट होटलहरू भयो। अनि यो चितवन नेसनल पार्क सौराहा चाहिँ यहाँ रहेछ नि त। यी देख्न सक्नुभयो। अब यहाँबाट चाहिँ गोही देख्छ अरे। गोही हेर्नु जान आँटेको क्रोकोडाइल। हेर्नुहोस् न गाइस कति मजाको होटल्सहरू रहेछ यहाँ पनि हो। पोखराको लेक साइड जस्तै यहाँ पनि रिभर साइड होटलहरू मजाको रहेछ। अनि यो गोही चाहिँ त्यहाँनिर सुतिरहेको रहेछ। देख्दैन देख्नु त पनि ट्राई गर्छु देखाउनु हो। त्यहाँनिर यहाँतिर क्यामेराले त्यस्तो भ्याउँदैन भए पनि तर जग्गा चाहिँ साह्रै मजाको रहेछ। मैले त भर्खर चाल पाइयो त हो। यिनीहरूले यहाँनिर हिँड्न भने यिनीहरू त पहिला आउनु भएको रहेछ हो। तर जग्गा चाहिँ एकदम रमाइलो रहेछ यो साइड पनि। अब पछि चाहिँ अर्को बकेट लिस्टमा यो राखिराखौँ। पछि आयो भने यो जग्गा फेरि एक्सप्लोर गर्ने। अहिलेको लागि त कम्ती टाइमको लागि आएको हो। तर तपाईँहरू पनि आउनु भयो भने भिजिट गर्नु होला। यो चितवन नेसनल पार्क त्यो जङ्गल सफारी गर्नु रमाइलो हुन्छ होला हो। हेर्नु न ब्याकग्राउन्डमा कति मजाको छ हो। यो टाइममा चाहिँ रमाइलो। अब यति बेला त चारहरू बस्ने बेलामा त रमाइलो हुन्छ नि त इभिनिङको टाइम। टुरिस्टहरू पनि होइन फरेनर्सहरू पनि पुरै आइरहेको रहेछ यो बेला चाहिँ यो टाइममा। हेरिहाल्नुहोस् यहाँनिर देयर आर सो मेनी टुरिस्ट। यहाँनिर सौराहा गाइस अहिले चाहिँ हामी हत्तु नै भयो हिँडेकोले गर्दा हो। एकछिन अब रेस्ट गर्नु लागि बसिरहेको छ यहाँनिर रेस्टुरेन्टमा हो। बेलुका चाहिँ रमाइलो हुने रहेछ यो जग्गामा। हल्का गीत सुन्दै हेर एउटा यो खोलाको नजरिया हेर्दै हो रमाइलो रहेछ गाइस। यतानिर तपाईँहरू पनि आउनुहोस् है। यो चाहिँ चितवन नेसनल पार्क चितवनभित्र सोरा भन्ने जग्गा रहेछ। त्यहाँनिर छ जस्तै उयो शिलङमा पनि सोरा उसलाई चेरापुन्जीको सोरा भन्थ्यो त्यस्तै उतानिर म गएको थिइनँ अस्ति शिलङमा चाहिँ चेरापुन्जीलाई पनि सोरा भन्दो रहेछ नि त। यो चाहिँ चितवनको सोरा भन्ने जग्गा रहेछ। यो चाहिँ यसमा चाहिँ नेसनल पार्क रहेछ नि त। रमाइलो जग्गा हेरिहाल्नुहोस्। यो चाहिँ सौरा जिप सफारी चाहिँ यसमा नै लाँदो रहेछ हो। यही गाडीमा चाहिँ सफारी मात्र होइन तर वकको लागि पनि जानु सक्ने रहेछ। वकिङ सफारी अरे जङ्गल वक जिप सफारी क्यानोइङ ट्रिप एलिफेन्ट
ट्रिप, त्यहाँपछि बर्ड वाचिङ, यो इत्यादि कुरोहरू चाहिँ यहाँनिर हुँदै रहेछ। अलिक टाइम लिएर यहाँनिर आयो भने चाहिँ रमाइलो हुने रहेछ। अब अहिले त फिलहाल वी डिडन्ट ह्याभ द्याट मच टाइम, त्यसले गर्दाखेरि लगभग त्यो सबै सफारी गरेर एलिफेन्ट ट्रिप गर्नु पनि 3 आवर्सहरू लाग्ने थिएछ। अन्त त्यति त टाइम छैन, किनभने घर पुग्दा फेरि 6 बज्छ, भोलि स्कुल छ फेरि। त्यसले गर्दा भए पनि मैले राइनु पनि हेर्नु पाएँ, त्यो सँगसँगै अरू कुरो पनि हेर्नु पायो। त्यसले गर्दा रमाइलो नै भयो भनौँ। अब चाहिँ गाडी पार्किङमा जाने, त्यहाँबाट चाहिँ लेट्स सी परनिर हात्तीको ब्रिडिङ सेन्टर छ अरे। सो त्यहाँनिर गएर हेरौँ के कस्तो रहेछ। त्यहाँनिर गयो भने तपाईँहरूलाई त्यहाँनिर पनि देखाउने छु। हेर्नुहोस् तपाईँहरूलाई फेरि एकपल्ट देखाउने छु। हात्ती सफारी, जिप सफारी, डुङ्गा सयर, पैदल यात्रा, टाङ्गा टुर, होटल बुकिङ, थारू कल्चर पनि यहाँनिर चाहिँ इत्यादिहरू चाहिँ यहाँनिर हामीले पाउनु सक्ने रहेछ। गाइस यहाँनिर होटल्सहरू हेर्नु न, पोखरामा जस्तो थियो अस्ति नै होटल्स त्यस्तो रहेछ। यहाँ पनि होटल्सहरू पर सबै घुम्नु आएकोहरू यहाँनिर पनि। यहाँनिर हामीले राइनो चाहिँ यही सनसेट भ्यू भन्ने होटल प्लस रेजोर्टबाट देख्नु पाएको थिएँ। रेस्टुरेन्ट प्लस बार रहेछ होटल रेजोर्ट भन्दा पनि मजाको थियो। अनि हाम्रो यहाँ पार्किङ एरिया पनि फ्री पार्किङ एरिया रहेछ। त्यस्तै बेला वरिपरि होटल्सहरू। A few moments later. गाइस अब चाहिँ हामी चढेर पनि अब यहाँनिर एलिफेन्ट ब्रिडिङ सेन्टर जाँदैछौँ हो। अनि यहाँ बाहिर नै पुरै सोभिनियरहरू बेच्नु राखिरहेको रहेछ हो। एलिफेन्टहरूको नै राइनोसरसहरू हेर्नुहोस् है, यस्तो प्रकारले सोभिनियर्सहरू राख्दो रहेछ हो। यहाँनिर आफै बनाउँदो रहेछ यहाँनिर। अब चाहिँ यो पुल तरेर चाहिँ हामी जानुपर्ने रहेछ हो। नाउ लेट्स गो टु द ब्रिडिङ सेन्टर। यहाँबाट नै हामी जानुपर्ने रहेछ। जौलङ्गे पुल हुँदै हेर्नु न कति मजाको सनसेट पनि हुन लागेको छ हो। इट्स लुकिङ भेरी मच ब्युटिफुल। त्यो आमा डरलाग्दो हल्लिँदो रहेछ दुईपट्टिबाट आउँदाखेरि चाहिँ हो। झोलङ्गे पुल डरलाग्दो हल्लिँदो रहेछ यो पुल त हो। बहिनी र निनी त्यहीँनिर छ अझै। अन्त वरिपरि हेर्नुहोस् न कति मजाको रहेछ। यहाँ हरियो मान्छेहरू पनि अहिले पनि निकै आइरहेको छ हेर्नलाई हो। कसै टिकटक बनाउने त टिकटक बनाउँदैछ, यसो फोटो खिच्नेहरू मान्छेहरू अहिले पनि निकै आइरहेको छ। अब लेट्स सी त्यहाँनिर हात्ती चाहिँ कोही कस्तो रहेछ। मान्छेहरू त निकैजना आएर पनि फर्किसक्यो, कोही आइ नै रहेको छ हो। रमाइलो पनि भइरहेको छ, जग्गा पनि रमाइलो रहेछ, वरिपरि हरियालीले भरिएको। मेन कुरो चाहिँ द डेस्टिनेसन इज हात्ती। हियर इज द एलिफेन्ट ब्रिडिङ एन्ड ट्रेनिङ सेन्टर रहेछ नि त। हात्ती प्रजनन तथा तालिम केन्द्र, चितवन नेसनल पार्कको एउटा भाग त्यहाँनिर देख्न सक्नुहुन्छ। चितवन राष्ट्रिय निकुञ्ज। अब चाहिँ पर हात्ती देख्न थाल्यो। लेट्स चाहिँ मलाई चाहिँ सानो हात्ती हेर्नु मन लागेको। यहाँ चाहिँ रहेछ टिकट काउन्टर्स, मान्छेहरू हेरिहाल्नुहोस् अहिले आएको त्यहाँनिर। एन्ड देयर इज द एलिफेन्ट। पर देख्नु हुँदै होला। यहाँनिर चाहिँ टिकट काउन्टर, त्यहाँनिर एलिफेन्टको हात्ती हेर्ने टिकट। इच टिकट कस्ट 50 रुपिज। अनि जीलाई चाहिँ टिकट पर्दैन रहेछ हो। जसले हामीलाई सवारी ल्याउनु भएको छ उहाँको चाहिँ। अब चाहिँ यहाँनिर हात्तीहरू यहाँ पर हात्ती रहेछ। हात्ती मलाई चाहिँ हात्ती छुन मन लागेको थियो खास चाहिँ, तर पाउँदैन होला। त्यहाँनिर हाँसहरू पनि रहेछ हो, हेर्नु न त्यहाँ। अनि अर्को कुरो चाहिँ त्यहाँनिर पिकक पनि रहेछ है गाइस। हेर्नुहोस् न त्यहाँ मजुर, हेर्नुहोस् न यहाँ मयुरहरू चाहिँ आफ्नै खुट्टा हेरिकन रुन्छ अरे नि त, तर भन्छ हेर्नु न छेउमै। हेर्नु न सानो कति मजाको सानो हात्ती हो। हात्ती जिस्किँदैछ त्यहाँनिर बच्चाहरू। ए सानो बच्चाहरू मन लागेको थियो मलाई देख्न पाएँ। अनि यहाँ चाहिँ ठुल्ठुलोहरू सबै माउहरू रहेछ त्यहाँ चाहिँ हो। त्यस्तो प्रकारले ठुलो त्यहाँ माउसँगै बच्चा पनि रहेछ, अहिले खाना खाँदै रहेछ, जिस्किँदैछ। अर्को पनि त्यहाँ जोइन गर्नु गयो। हेर्नु नि त्यहाँनिर जिस्किँदैछ त्यहाँनिर। हात्तीको बच्चा जिस्केको छ, कति क्युट। होइन त लडेको। के क्युट है। अर्को गयो फेरि माउ भएको गएको होला त्यो फेरि त्यसले मलाई खेलाएन म गएको भनेर। त्यो आफै मात्रै जिस्किबस्यो म गएको भनेर गयो।
दुईटा जिस्केको छ त्यहाँनिर आयो ट्रेनिङ गर्दैछ भोलि पर्सिको लागि लडाइँको लागि गाइस यहाँनिर सबैजना अहिले गाइस यहाँ चाहिँ 3 महिनाको हात्ती रहेछ यो चाहिँ अहिले हो हेर्नु न यहाँनिर यो देखायो जिस्की बस्दो रहेछ अब सानो हामी नानीहरू जस्तो हो ह्युमनको नानीहरू चाहिँ 3 महिनामा कति जिस्किन्छ त्यस्तै रहेछ यिनीहरू पनि तर यतिले थिच्यो भने यतिले थिच्यो भने सिद्धि हो हेर्नुहोस् न गाइस हेर्नु न गाइस जिस्केको आमा यत्रो लिकाउँदा फेरि पनि बेस्ट त मैले बनाइदिनु मेरो यहाँनिर अब ब्रिडिङ सेन्टरबाट चाहिँ अब हामी निस्केको रमाइलो लाग्यो हात्तीलाई एकछिन छुयो पनि सानो हात्तीलाई इच्छा लागिरहेको थियो हो बेस्ट चाहिँ मैले बनाइदिएँ मेरो यही सुडले अब निनीहरूलाई खोज्नुपर्छ कहाँ छ फेरि निनीहरू हो मान्छेहरू पर पनि त्यही रहेछ माउ हात्ती र बच्चा हात्तीहरू रहेछ त्यहाँनिर ब्रिडिङ सेन्टर भएकोले गर्दा माउ र बच्चा सँगै राख्दो रहेछ यहाँ चाहिँ फेरि हेर्नु न निनीहरूलाई खोजौँ कहाँनिर रहेछ निनीहरू हो सो आजको दिन रमाइलो भयो 2 ठाउँ तपाईँहरूलाई पनि घुमाउनु पाएँ एउटा सिजी नेसनल पार्क त होइन सिजी पार्क त होइन इट वाज के पो नाम पनि बिर्सेँ मैले तर सेन्टर कुनै के सेन्टर थियो अनि अहिले चाहिँ यहाँ चितवन नेसनल पार्क त्यो जुन चाहिँ मेन परको पार्क चाहिँ चितवनदेखि अलिक टाढो थियो चितवनभित्र नै पर्ने अनि यो चाहिँ चितवनको सोहोरा कि सौरा भन्ने जग्गामा पर्ने रमाइलो जग्गा रहेछ तपाईँहरू पनि पछि आउनुभयो भने यु क्यान कम एन्ड इन्जोय सक्यो सबै कुरो हो अब एकछिन यहाँनिर सोभिनर्सहरू हेर्दैछु हेर्नु नि यहाँनिर बनाएको त्यसरी बनाउँदो रहेछ अहिले राइनोसोरस बनाउँदो रहेछ यहाँले काटिकन कति टाइम लगाउँछ दाइ बनिनु एउटा बनिनु चाहिँ 4-5 दिन लाग्छ है हेर्नुहोस् न मेहनत कति मजाले बनाउनुहुन्छ सबै यहाँनिर यो चाहिँ हेरी रहेछ यो कोही सेरामिकको रहेछ योहरू सबै ह्यान्डमेडहरू रहेछ हो योहरू चाहिँ मजाक बनाउँदो रहेछ है 3 hours later फाइनली घर आइपुगेँ आमामा बिहानै निस्केको 6:30मा हो ट्राभल त्यस्तो डरलाग्दो भयो कि अनि अहिले चाहिँ बजेको तपाईँको अलमोस्ट 9:30 हुन आँटिसक्यो हो जसो गरे पनि आजको दिन रमाइलो भयो तपाईँहरूले पनि भिडियो हेरेर चाल पाउनु भयो होला म सँगसँगै तपाईँहरू पनि आज 2 जग्गा डुल्नु भयो होला नेपालको एउटा सिजी पार्क भयो चितवनको अर्को भयो जङ्गल सफारी अनि हात्तीहरू पनि देख्नु भयो होला होइन कति मजाको थियो रमाइलो भयो हो यही भन्दै आजको भिडियोलाई म यहाँ एन्ड गर्न चाहन्छु होइन किनभने म हत्तो हैरान भएँ अब ड्रेस चेन्ज गरेर डाइरेक्ट सुत्ने हो डिनर त मैले बाटोमा नै गरेँ हो अब तपाईँहरूलाई यस्तै प्रकारले अर्को भिडियोमा भेट्ने छु अलिकति ढिलो आउँछ भिडियो तर कडा आउँछ गाइज होइन अनि गाइज प्लिज जो नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनुहोस् होला 500 पुग्नु आँटेको छ भनौँ तर निकै भयो पुग्नु त पुगेको छैन हो तर छिटो पुग्नुमा तपाईँहरूको सहायताले नै पुग्ने छु हो प्लिज तपाईँहरूको सहायता गरिदिनुहोस् होला माया देखाइदिनुहोस् होला डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट होइन नयाँ जो पनि भ्युअर्स हुनुहुन्छ प्लिज सब्सक्राइब गरेर बेल आइकन दिनुहोस् होला यस्तो प्रकारले नयाँ भिडियोको तपाईँलाई अपडेट जानेछ अहिलेको लागि चाहिँ म साइन अफ गर्नेवाला छु टिल देन टेक केयर तपाईँलाई फेरि अर्को नयाँ भिडियोमा नयाँ जग्गामा फेरि यसरी नै भेट्ने छु अहिलेको लागि टेक केयर बाई बाई गाइज गुड नाइट स्टे सेफ अर्को भिडियोमा फेरि यसरी नै हाँसेर भेट्ने छु है गाइज बाई बाई गाइज